दर्शकबिन्दुहरू तपाईहरु सम्पूर्णलाई स्वागत छ। तपाईहरु यथार्थ न्यूज हेर्दै हुनुहुन्छ। आज हामीसँग नेपालको यातायात क्षेत्रमा चाहिँ महत्त्वपूर्ण भूमिका खेलेको व्यक्तित्व हामीसँग हुनुहुन्छ। विगत 60 वर्षदेखि नेपालको यातायात क्षेत्रमा आफ्नो जीवन समर्पण गरेर चाहिँ नेपालको यातायात क्षेत्रलाई चाहिँ महत्त्वपूर्ण चाहिँ सुधारका क्षेत्रमा अथवा चाहिँ त्यसलाई व्यवस्थित गर्ने कुरामा चाहिँ महत्त्वपूर्ण भूमिका खेलिरहनु भएका व्यक्तित्व आज हामी माझ ल्याएका छौँ। सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालका केन्द्रीय प्रमुख संरक्षक तथा संस्थापक अध्यक्ष पनि उहाँ हुनुहुन्छ, होम प्रसाद अधिकारीज्यू। सर, स्वागत छ तपाईँलाई। धन्यवाद छ। आरामै हुनुहुन्छ? ठिक छ। नयाँ वर्षको तपाईँ लगायत तपाईँको सम्पूर्ण परिवारलाई शुभकामना छ सर हाम्रो तर्फ। धन्यवाद छ। हामी म पनि यहाँहरू मार्फत सम्पूर्ण प्रेस जगतलाई नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। तपाईँ केही समय अगाडि मात्र म विदेश भ्रमण गरेको विषयलाई प्रसङ्गबाट सुरु गर्न चाहन्छु। तपाईँले लामो समयदेखि नेपालमा चाहिँ यातायात क्षेत्रलाई चाहिँ एकदम नजिकबाट निहालिराख्नु भएको छ। यातायात क्षेत्र कस्तो हुनुपर्छ, कस्तो हुनुपर्थ्यो, कुन गतिमा छ भन्ने तपाईँले राम्रोसँग मूल्याङ्कन गर्नुभएको छ। तपाईँ भर्खर मात्र विदेश भ्रमण अस्ट्रेलिया भ्रमण गरेर आउनुभएको छ। के भिन्नता पाउनुभयो नेपालको तपाईँको अहिलेसम्मको अनुभव र अस्ट्रेलियाको चाहिँ यातायातको विषयमा तपाईँले के भिन्नता पाउनुभयो, कस्तो गर्दा हुन्थ्यो जस्तो लाग्यो तपाईँलाई? सुरु यसरी गरेँ मैले। यसमा धन्यवाद। सर्वप्रथम म नेपालका सम्पूर्ण हाम्रा उपभोक्ता वर्गहरूमा नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। र यो अहिलेको वर्तमान परिस्थितिमा केही समय अगाडि म विदेश भ्रमण पनि गरेर आएँ, अस्ट्रेलियाको भ्रमण गरेर आएँ। त्यहाँको समस्त यातायात क्षेत्रको धेरै कुरा जानकारी भयो र नेपालमा त करिब 60 वर्षभन्दा बढी नै नेपालको यातायात क्षेत्रमा काम गरेको हुनाले यी सबै कुराहरूको चाहिँ अवलोकन गर्ने मलाई सुवर्ण अवसर मिल्यो र म यसको लागि चाहिँ हाम्रो साथीहरू सबैलाई चाहिँ धन्यवाद ज्ञापन गर्न चाहन्छु। वास्तवमा नेपालको यातायात व्यवसाय सुरुमा यो 2008 सालदेखिको चाहिँ यसको इतिहास छ। 2008 सालदेखि 2017 सालसम्मको चाहिँ सामान्य यातायात र त्योभन्दा अगाडिको भारतमुखी यातायात थियो र यो स्थितिलाई सुधार गर्दै 2017 सालमा नेपालमा यातायात सङ्गठनको एउटा निर्माण भयो र त्यति बेलाको चाहिँ बडाकिमले नेपालको सार्वजनिक यातायातलाई व्यवस्थित गर्न एउटा सङ्गठनको निर्माण गर्नुभयो र 2027 सालमा सार्वजनिक यातायातको चाहिँ सार्वजनिक यातायातको नियमावली लागू भयो र त्यति बेला सिडिओ, अञ्चलाधीश, प्रहरीको नेतृत्वमा नेपालको यातायात सङ्गठन परिचालित थिए र अब त्यसलाई नेपालको सरकारी तवरबाट बढी चाहिँ दमन हुने भएको हुनाले प्राइभेट सेक्टरहरूले आफ्नो सङ्गठनको आवश्यकता महसुस गरे र 2036 सालमा नेपाल यातायात व्यवसायी महासङ्घ नामक संस्था स्थापना भयो र त्यो संस्थाले विश्व सङ्गठनको मेम्बरसिप पनि लियो, आइआरयू जेनेभाको सदस्यता पनि लियो र त्यसको संस्थापक महासचिवको हैसियतले मैले नेपालको यातायात व्यवस्थामा विकासको लागि र ऐन नियममा सुधारको लागि 2049 सालमा सवारी तथा यातायात व्यवस्था ऐनको प्रारम्भ भयो र ऐन हामीसँग परामर्श नगरिकन सरकारले बनाएको कारणले नेपालका यातायात व्यवसायी अत्यन्त रुष्ट भए र उनीहरूको अहितमा त्यो ऐन बनेको थियो र दुर्घटनाका सम्बन्धमा एक ठाउँमा दुर्घटना हुन्छ, अर्को ठाउँमा बसेको गाडी मालिकलाई पक्राउ गर्ने, कारवाही गर्ने र तहस नहस बनाउने परिस्थिति सिर्जना भयो र बहुदल आउने बित्तिकै यस प्रकारको घटनाले झन् ठुलो विकराल परिस्थिति ल्यायो र 3 दिनसम्म देशव्यापी चक्काजाम गरेर सवारी तथा यातायात व्यवस्था ऐन संशोधन भएर पहिलो अध्यादेश नेपाल सरकारले जारी गर्न पर्यो। सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपाल सार्वजनिक यातायातको क्षेत्रमा ऐतिहासिक फड्को मार्दै 2050 सालमा नेपाल सरकारले बाध्य भएर सवारी तथा यातायात व्यवस्था ऐन पहिलो अध्यादेश जारी गर्न पर्यो र त्यो अध्यादेशबाट केही सुधारहरू भए र त्यो ऐनमा सञ्चालन पद्धति केही व्यवस्थित थियो र त्यसलाई आलो पालो रूपमा सञ्चालन गर्न पाउने व्यवस्थित प्रणाली थियो र त्यसलाई चाहिँ सिडिओहरूले चाहिँ त्यसलाई अध्यक्ष प्रत्येक जिल्लाको सिडिओ स्वतः यातायात व्यवस्थापन समितिको अध्यक्ष हुने हुँदा त्यसलाई व्यवस्थित गर्न सक्नु भएन र नेपालको यातायात व्यवसाय लथालिङ्ग थियो।
त्यसलाई नेपालका यातायात व्यवसायीले आफै सङ्गठित भएर देशभरि नै जहाँ सडक पुगेको छ त्यहाँ नेपाली यातायात व्यवसायीहरूले व्यवसाय सञ्चालन गर्न थाले। यातायात व्यवसायमा धेरै राम्रो प्रगतिको परिस्थिति सिर्जना भयो र पटक पटक भारतबाट यो व्यवस्थापनलाई समाप्त पार्नको लागि यो यातायात व्यवस्थापनलाई समाप्त पार्नको लागि धेरै षड्यन्त्रहरू भए। कहिले चक्काजाम गर्ने, कहिले चाहिँ इन्धन नदिने, कहिले नाकाबन्दी गर्ने, कहिले वाणिज्य वार्ता असफल बनाउने, कहिले भूकम्प जाने, प्राकृतिक रूपमा भूकम्पले पनि त्यसले समस्या पार्यो। र यो यस्तो विकराल परिस्थितिमा नेपालका यातायात व्यवसायी टिकेर नेपालको यातायात सञ्चालन गर्दै आएको र उनीहरू बिस्तारै अब वामे सर्दैछन्। तर नीति नियम ऐन नियम अव्यवहारिक छ, त्यसलाई व्यवस्थित गर्ने काममा हामी लागेका छौँ। र यही सन्दर्भमा मैले विदेशको परिस्थिति कस्तो रहेछ त, हुन त मैले पहिला अमेरिका, जापान, चाइना, स्विजरल्यान्ड, फ्रान्स, इटली लगायतका मुलुकहरूको पनि मैले र भारतको लगायतका मुलुकहरूको पनि नेपालको त्यहाँको यातायात स्थितिलाई अध्ययन गरेको कारणले यहाँ केही काम गर्न मलाई मन थियो र मैले गुरु योजना बनाएँ, 15 वर्षीय गुरु योजना। र त्यो गुरु योजना करिब 20 अरब रुपियाँ दाम भयो भने नेपालको यातायात व्यवस्थालाई व्यवस्थित गर्न सकिन्छ, राजस्व पनि उठ्ने, जनताले सुख पाउने, यसमा काम गर्ने मजदुरहरूको हक अधिकार सुरक्षित हुने र नेपालको व्यवसाय नेपालीले नै गर्ने र विदेश जान नपर्ने, यस्तो किसिमको योजना थियो। त्यो योजना कार्यान्वयन गर्ने क्रममा पुँजीको अभावमा, संस्थागत पुँजीको अभावमा उक्त कार्यक्रमहरू अहिलेसम्म पनि लागू हुन सकेको छैन। धेरै पटक नेपाल सरकारका विभिन्न महानुभावहरूमा प्रस्ताव गरियो र विदेशमा पनि विदेशीहरूले योजना अत्यन्त मन पराए, तर नेपाल मार्फत चाहिँ पुँजीको माग भएमा हामी दिन तयार छौँ भने चाइनाको कम्पनी, दुबईको कम्पनी, विभिन्न कम्पनीहरूले चाहिँ यसलाई हामी सहयोग गर्छौँ, तर गभर्मेन्ट मार्फत आउनुहोस् भन्ने कुरा भएको हुनाले गभर्मेन्टलाई प्रस्ताव गर्यो। गभर्मेन्टले सबैभन्दा पहिला कमिसन हामीलाई कति हुने वा कसको दाममा राख्ने र यस्ता कुराहरू, त्यसको व्यवस्थापन र विकासको लागि भन्दा पहिला व्यक्तिगत स्वार्थको कुरा आउने भएको हुनाले त्यो अहिलेसम्म लागू हुन सकेका छैन। र बाहिरको अनुभवलाई मैले व्यवस्थित गर्नको लागि मैले यहाँ काठमाडौँमा घुम्ती सेवा, रत्न पार्कबाट चाहिँ चाबेल घुम्ती सेवा मैले सुरुवात गरेँ, जुन विदेशको जापानको परिस्थिति मैले अध्ययन गरेँ, अमेरिकाको हेरेँ। अमेरिकाको सान्डियागो सिटीमा गाडी हिँडिरहेको छ, पेसेन्जर छैन, तर पनि जनताको हितको लागि त्यहाँको सान्डियागो सिटी नगरपालिकाले, हाम्रो जस्तो नगरपालिकाले जनताको हितमा सवारी चलाइरहेको छ। प्रत्येक 2-2 मिनटमा, प्रत्येक 5-5 मिनटमा, प्रत्येक 7-7 मिनटमा यस प्रकारको जनताको सेवामा समर्पित ती गाडी छन्। त्यस्तै डिजाइनमा मैले नेपालमा पनि सुरु गर्ने र काठमाडौँ यो रत्न पार्कबाट चाबेलको रुटमा मैले नयाँ गाडी, रात्रि सेवा सञ्चालन गर्ने नयाँ गाडी ल्याएर सुरुवात गरेँ। तर चाहिँ ती सुरुवात त्यसमा नेपाल सरकारले सहयोग गरेन। यात्रुको हितमा व्यापक रूपमा बरु प्रेस जगतले व्यापक सहयोग गर्यो र चाहिँ जनताले लोकप्रिय बनाए, तर चाहिँ गभर्मेन्टको तर्फबाट त्यसलाई सहयोग भएन। र त्यो व्यवस्थित घुम्ती सेवा, सार्वजनिक यातायात घुम्ती सेवाको प्रारम्भिक सुरुवातमै गभर्मेन्टले असहयोग गरेको हुनाले त्यो स्थगित भयो। किन गर्यो होला खास कारण चाहिँ स्वार्थ चाहिँ के थियो त्यसमा? उनीहरू गभर्मेन्टका मान्छेहरूको सबैभन्दा पहिला यो नेपालको सार्वजनिक यातायात भनेको के हो त्यो नै थाहा छैन। नीतिगत रूपमा सार्वजनिक यातायात भनेको के हो र निजी क्षेत्रको यातायात भनेको के हो र सरकारी यातायात भनेको के हो, उनीहरूको परिभाषै गलत छ। र चाहिँ नेपालको सार्वजनिक यातायातको क्षेत्रमा साझा यातायात र यातायात संस्थानले जति काम गर्नुपर्ने थियो, जुन प्रकारको सहयोग जापानबाट त्यत्रो चाहिँ 35-35वटा गाडी जापान सरकारले अनुदानमा दियो र रुसले दियो, अरू नेपाल सरकारका विभिन्न चाहिँ क्षेत्रहरूले दिए, वर्ल्ड ब्याङ्क, एसियन ब्याङ्कहरूले चाहिँ उहाँहरूलाई सहयोग दियो र यातायात संस्थानका ट्रली बसहरू, यातायात संस्थानका चीनले दिएको चाहिँ ट्रली बसहरू, यस्तो राम्रो व्यवस्थित यातायातलाई परिचालन गर्न सरकारले सकेन। र सरकारले आफ्नो काम गर्न नसके पनि निजी क्षेत्रलाई सहयोग गर्नुपर्ने थियो, त्यसलाई पनि सहयोग गरेन। र उनीहरूको अज्ञानता हो र अहमता, घमण्डीपन र यसलाई जनताको हितमा जान नचाहने, यो नै सबैभन्दा ठुलो कुरो, जनताको हितमा जान नचाहने सरकारी अधुरसती नीति हो। जस्तो छ नि सर, यो यातायात चाहिँ व्यवस्थित नहुनुको कारण त तपाईँले भनिहाल्नुभयो, सरकारको चाहिँ मेन गरी सरकारको चाहिँ अनिच्छाका कारणले गर्दाखेरि नेपालको यातायात व्यवस्थित हुन सकिरहेको छैन। नियम कानुनै नभएर अनिच्छा गरेको हो कि सरकारले? त्यो नियम कानुन हुँदा पनि त्यो लागू नभएको खास यस्तो यसमा चाहिँ ऐन नियम सम्बन्धमा कस्तो भयो भने हामीले एउटा व्यवहारिक ऐन नियम दिनुहोस्, हामी त्यसलाई लागू गर्छौँ र व्यवसायलाई पनि हुने, मजदुरलाई पनि हुने र जनतालाई पनि हुने किसिमको र राजस्वमा कमी नहुने, राजस्वमा कमी नहुने किसिमको भयो भने समुच्च रूपमा चाहिँ यो ऐन राम्रो हुन्छ भन्ने हाम्रो योजना र हामीले सुझाव पनि गऱ्यौँ। सरकारले त्यो सुझाव टेरेन र आफ्नो जबरजस्ती गर्यो। र मैले अहिले भर्खरै हेर्न आएँ, चाहिँ अरू मुलुकको पनि हेरेँ, अस्ट्रेलियाको
हेरेँ अस्ट्रेलियाको नेपाल त्यहाँको ट्रान्सपोर्ट चाहिँ यति व्यवस्थित रूपमा प्रत्येक मिनेटमा आधा मिनेट पनि फरक हुँदैन, त्यस्तो व्यवस्थित रूपमा त्यो सँगसँगै बस छ, मिनी बस चाहिँ ट्राम छ, रेल छ, प्लेन छ, भने जुन जनताले जुन यातायातमा जान चाहन्छन् त्यो सुविधा सरकारले उपलब्ध गराएको छ। र पहिलो प्राथमिकता पार्किङ यातायात व्यवस्थापन नगरिकन त्यो मुलुक विकासै हुन सक्दैन। र नेपालको सडकलाई पनि सरकारले हामीसँग परामर्श गर्दैन, यातायात सञ्चालनको परामर्श गर्दैन, नीति नियम बनाउँदा परामर्श गर्दैन। र यस्तो किसिमको चाहिँ अदूरदर्शी सरकार यसले चाहिँ कहिले पनि राम्रो सोचमा भएन। र अहिले हामीले यति लडाइँ गरेर ल्याएको यो गणतन्त्र को सरकारले पनि यसको बारेमा के गर्ने भन्ने बारेमा अहिलेसम्म यसका विज्ञहरूलाई बोलाएर छलफल गरेको छैन। र आफ्नो नाता गोता आफ्ना रहेका मान्छेलाई बोलाएर जागिर दिने, तर चाहिँ विकासको काम नगर्ने। जस्तो तपाईँले भन्नुभयो विदेशमा चाहिँ प्रत्येक मिनेटमा चाहिँ त्यहाँ सेकेन्ड पनि फरक नभएन गाडीहरू आइरहेछन्, अथवा उसले उसको इच्छा केमा चढ्ने छ त्यो उसलाई एभाइलेबल छ, डेलिभरी दिएको छ सरकारले अथवा निजी क्षेत्रले अथवा त्यहाँ सम्बन्धित निकायले भनौँ। तर नेपालको गति हजुरले देखिहाल्नु भएको छ, एउटा गाडी मान्छेलाई चाहिँ घन्टौँसम्म कुराइदिन्छ क्या प्यासेन्जरलाई, त्यसको कुनै टाइम हुँदैन जाने। त्यसलाई नियमन गर्ने, त्यो जनताको त्यो असुविधालाई चाहिँ महसुस गर्ने तपाईँको यातायात व्यवसायले पनि त्यति मोनिटरिङ गरेको देख्दैन। सरकार त अब यसमा चाहिँ तपाईँले भन्नुभयो पुरै निरुत्साह नै गरिरहेको अवस्था छ प्यासेन्जरलाई, जनतालाई। यसलाई चाहिँ कसले निगरानी गर्ने यो यातायात व्यवसायलाई? मुख्य कुरा यसभित्रको विश्वासको सङ्कट भयो। सरकारले राष्ट्रिय योजना आयोगले निजी क्षेत्रलाई प्रोत्साहन दिने भन्छ, नेपाल सरकारले ढड्डामा निजी क्षेत्रलाई प्रोत्साहन दिने भन्छ, र चाहिँ नेपालका नीति नियमहरूमा निजी क्षेत्रलाई भनिन्छ। अहिलेको 15औं 16औं योजनाले पनि निजी क्षेत्रलाई प्रोत्साहन दिने भनेको छ, तर निजी क्षेत्र अधिकार प्रत्यार्जन गर्न चाहँदैन। नीतिगत सबै बने तर अधिकार प्रत्यार्जन गर्नै नचाहने। त्यसले गर्दाखेरि नेपालको यातायात क्षेत्रमा सङ्गठनहरूले पनि केही काम गर्न सकेन, सङ्गठनहरूले पनि काम गर्न, मजदुर सङ्गठन केही काम गर्न सकेको छैन, र व्यवसायिक सङ्गठन। तर अहिले जे जति भइरहेछ व्यवसायी सङ्गठनले आफ्नै काबुमा आफ्नै परिस्थितिमा यो सेवा प्रदान गरिरहेका छन्। पुँजी हाम्रो छ, रोजगारी यहीँको छ, सबभन्दा ठुलो रोजगारी सबभन्दा ठुलो पुँजी नेपालको निजी क्षेत्रको छ। यस्तो निजी क्षेत्रलाई चाहिँ सरकारले व्यवस्था गरेर चाहिँ यसको चाहिँ उचित संरक्षण पनि गरेको छैन, पुँजीको संरक्षण भएन, रोजगारीको संरक्षण भएन, र चाहिँ यसमा लगानी गर्ने लगानीकर्ताको मान सम्मान र इज्जत पनि दिन सकेन। यसको कारणले चाहिँ जति गरेका छन् यो अहिलेको सञ्चालनमा महासङ्घले नै आफ्नो नीति नियम अन्तर्गत गरेको, सरकारको नीति नियम अन्तर्गत भएको छ। त्यस्तो कुराउने यातायातलाई चाहिँ कुनै त्यस्तो चाहिँ कारबाही गर्ने, त्यसलाई चाहिँ त्यो नियमनमा ल्याउने ढङ्गको त्यस्तो केही छैन यातायातमा। यसो छ, यो चाहिँ कारबाहीको कुरा कस्तो छ भने नेपालको यातायात व्यवसायमा चाहिँ सञ्चालन पद्धति सबभन्दा व्यवस्थित हो। संसारभरि आलो पालो छ, संसारभरि। र नेपालमा आलो पालोको विरोधमा सिन्डिकेटको चाहिँ एउटा लेभल लगाइदिएर, कर नतिर्ने भन्ने लेभल लगाइदिएर सरकारले त्यसलाई सिन्डिकेटको भानामा, तर त वास्तवमा त्यो सिन्डिकेट भनेको के हो, आलो पालो भनेको के हो, त्यसलाई कसरी व्यवस्था, त्यसका गुण के हुन् अवगुण के हुन् त्यस्तोतर्फ खोजी गरेन। तर चाहिँ कसै उद्योग वाणिज्य महासङ्घका मान्छेहरूले सिन्डिकेट गर्यो भनिदियो, त्यही आधारमा त्यसले निर्णय गर्यो, तर वास्तवमा त्यो थिएन। त्यो त आलो पालो थियो। एउटा पुल छ, त्यो पुलमा एकैचोटि 4वटा बस जान सक्दैन, 4वटा गाडी जान सक्दैन। एकैचोटि गयो भने त दुर्घटना हुन्छ। एउटा पालो गरेर जानु पर्यो। अहिले प्लेन चलेका छन् विश्वभरि नै, एकपछि एक गरेर ल्यान्डिङ हुन्छ, एक गरेर उड्छ। र यस्तो किसिमको सिद्धति नेपालको यातायातको क्षेत्रमा पनि त्यही नै हो, विश्वको यातायात क्षेत्रमा त्यही हो। तर नेपालका यातायातवालाहरूलाई सरकारले दमन गरेको छ, अत्यन्त ठुलो कष्टकर चाहिँ जरिवाना गरेको छ। एउटा चाहिँ सामान्य गल्तीमा 500, पहिला चाहिँ 50, 100, 200 थियो भने अहिले 15,000सम्म जरिवाना गर्छ, र तर त्यो पैसा सदुपयोग भएको छैन। जस्तो हजुरले भन्नुभयो त्यसलाई हामी सिन्डिकेट भन्ने शब्द प्रयोग गर्ने भन्दा पनि आलो पालो गऱ्यो भने त्यो अलिकति मैत्रीपूर्ण भाषा जस्तो पनि हुने। आलो पालो भन्ने शब्द, आलो पालो संसारभरि हो। अहिले आलो पालो अहिलेको वर्तमान सरकार, अहिले भर्खरै चाहिँ केपी ओलीजी चाहिँ प्रधानमन्त्री हुनुहुन्छ, त्यसपछि आलो पालोमा अब चाहिँ शेरबहादुर देउवाजी आउँदै हुनुहुन्छ। अरू पहिला पनि प्रधानमन्त्रीहरू त्यही थियो, यातायात मन्त्रालय मन्त्रीहरूको परिस्थिति त्यही नै थियो। आलो पालो संसारभरि लागू भएको छ, र भगवान् कृष्णले पनि आलो पालोमा चाहिँ सृष्टि गर्नुभएको छ। र जुम्ल्या बालकहरू धेरै प्रकारका दुःखको बेलामा पनि सुखको बेलामा पनि आलो पालो पद्धतिले जहिले पनि राम्रो
जस्तो त्यसले सहमति समझदारी समन्वय गर्ने वातावरण बनाउँछ यसले व्यवसायी मजदुर र चाहिँ सरकारको लागि अत्यन्त हितकर काम गर्छ र आलो पालो मूल नीति बनाएर सरकारले नीति पोलिसी गरायो भने नेपालको यातायात विकास हुन्छ। जस्तो छ नि सर, तपाईँको अहिले म सार्वजनिक यातायातकै विषयमा कुरा प्रश्न गर्छु। जस्तो काठमाडौँमा केही समय अगाडि वातावरण यति प्रदूषित भयो कि मान्छेका आँखा चाहिँ बिग्रिने सम्भावना भयो। केही दिन अगाडि पानी परेर त्यो अलिक कन्ट्रोल भएको थियो। यो प्रदूषण हुनुमा एउटा त अरू नै कारण जलवायु परिवर्तन अथवा विभिन्न कारण क्लाइमेट चेन्जका कुरोहरू होला नि, तर काठमाडौँ भ्यालीमा चाहिँ यति प्रदूषित हुनुमा चाहिँ सार्वजनिक यातायातले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। जस्तो वर्षौँ पुराना गाडीहरू पुरै धुवाको मुस्लो फाल्ने गरी पनि चलिरहेको अवस्था छ सडकमा। त्यसलाई प्रहरीले अथवा सरकारी निकायले सामान्य चिट काट्छ अथवा केही गर्छ, छोडिदिन्छ। यसलाई कसरी नियमन गर्ने, वातावरण प्रदूषण हुन यसको असाध्यै राम्रो क्वेसन हो। यो जनताको जनमुखी प्रश्न गर्नुभयो। सार्वजनिक यातायातमा अहिले 3 प्रकारका सवारी साधन छन्। 3 प्रकारका सवारी साधन, एउटा इन्धनबाट चलेको सवारी साधन, एउटा इलेक्ट्रिकबाट चलेको सवारी साधन र एउटा चाहिँ जो सरकारी तवरबाट संस्थागत रूपमा चलेका सवारी साधन र निजी क्षेत्रको अधिकांश अहिले भारतको चाहिँ विशेष गरी भारतबाट आएका टाटा गाडी र चाहिँ मित्सुबिसी लगायतका अन्य इन्डियन गाडीहरू अहिले संसारभरि नेपालभरि छन्। चाहिँ ट्रक, बस, मिनी बस, ट्याक्सी, टेम्पो सबै परिचालित छन्। ती सबै इन्धनबाट आएका र गुणस्तरहीन, धेरै जसो गुणस्तरहीन सवारी साधन इन्डियाले नेपालमा पठाउँछ र स्तरीय गाडीहरू अरू मुलुकमा पठाउँछ। यसको खोजी नीति हुँदैन र चाहिँ इन्धनले चलाउने गाडी अटोमेटिक चाहिँ त्यसले बढी चाहिँ प्रदूषित गराउँछ र हामीले चाहिँ त्यसलाई पनि कन्ट्रोल गर्नको लागि हामीले पटक हामीले चाहिँ नेपाल सरकारलाई सुझाव दियौँ, काम गरेका छौँ र चाहिँ त्यो प्रदूषणलाई नियन्त्रण गर्नको लागि अब अहिले नेपाल सरकारले चाहिँ इलेक्ट्रिक गाडी ल्याउने भनेर नीति बनायो। नेपाल सरकारले गत वर्षको बजेटमा इलेक्ट्रिक गाडी ल्याएर प्रदूषण नियन्त्रण गर्ने, जनहितका काम गर्ने भन्यो र जब इलेक्ट्रिक गाडी आएर नेपालमा प्रशंसनीय काम, जनमुखी काम, प्रदूषण कम हुने काम हुन थाल्यो, त्यसपछि इन्डियाले वा इन्डियासँग सम्बन्धित अन्य गाडीहरूले फेरि त्यसमा चाहिँ षड्यन्त्र गर्न थाले र इन्धनका गाडी नै आउन थाले र इन्धनका गाडी आएर त्यसले चाहिँ झन् डबल प्रदूषित गर्न थाल्यो। त्यो राम्रो कुरा होइन। एउटा इलेक्ट्रिक गाडी बनाउनु। इलेक्ट्रिक गाडीको विषय थोरै पछाडि जान्छु। अहिले म सार्वजनिक यातायातकै विषयमा जो नियममा छ नि, जस्तो सार्वजनिक यातायात अथवा जुनसुकै गाडी पनि मोटरसाइकल यति वर्षसम्म चलाएपछि त्यसलाई चाहिँ चलाउन नपाउने, गाडीहरू यति वर्षसम्म चलाएपछि चलाउन नपाउने त्यो डेट एक्सपायर हुने टाइपको बनाएको छ। तर धेरै वर्षसम्म पनि चलाउन दिनु यसमा चाहिँ किन हो खासमा? यसको मुख्य कुरा के छ भने अहिले नेपाल सरकारले 20 वर्ष सवारी साधन 20 वर्ष पुराना गाडी विस्थापित गर्ने भनेको छ। 20 वर्ष पुराना गाडीहरू नेपाल सरकारले चाहिँ त्यो 20 वर्ष गाडी पुराना गर्ने, विस्थापित गर्ने भन्यो। त्यसको सट्टामा चाहिँ अर्को गाडी कुन ल्याउने त, कुन सञ्चालन गर्ने भने सँगसँगै त्यसको चाहिँ त्यो नीति छैन। सँगसँगै त्यो नीति यसलाई विस्थापित गर्ने चाहिँ विस्थापित गर्ने, त्यसलाई विस्थापित। तर हुन त भारतमा बनेका गाडी अहिले पनि ती पुराना गाडी त्यहाँको राम्रो मर्मतको कारणले चलिरहेछन्। नेपालमा राम्रो वर्कसप छैन, राम्रो इन्धन छैन, राम्रो क्वालिटीको स्पेयर पार्ट्सहरू छैन र त्यस कारण चाहिँ बढी धुवा फाल्ने गरेको। त्यो त कन्ट्रोल गर्नुपर्छ। जनताको हितमा हामी कहिले पनि त्यसलाई चाहिँ असहयोग गर्दैनौँ। पुनः सहयोग नेपाल सरकारलाई सहयोग गर्ने महासङ्घ पनि लाग्छ। हामी यसमा पूर्ण सहयोग गर्ने। र अहिले नेपालमा पछिल्लो समय चाहिँ यो वातावरण प्रदूषण भएर हो अथवा गाडी सार्वजनिक यातायातहरूको चाहिँ यो विभिन्न प्राविधिक त्रुटिहरू भएको कारणले हो अथवा नेपाल सरकारले नै यो नीति बनाइरहेको अवस्था पनि छ। तपाईँहरू जस्तै निजी व्यवसायहरूले पनि यसमा लागिराख्नु भएको छ। इलेक्ट्रिक गाडीहरू बढी जस्तो चाहिँ भेहिकलहरू नेपालमा अहिले बढी चर्चाको विषय बनेका छन्। त्यो चलाउनुपर्छ भन्ने ढङ्गको चाहिँ बढी माहौल बनिरहेको अवस्था छ। इभी गाडीहरू थुप्रै छन् अहिले काठमाडौँमा र पनि तपाईँहरू जस्ता व्यवसायहरू बेला बेलामा चाहिँ हामीलाई असहज भयो, इभी गाडी चलाउन सरकारले पनि नियम बनाइदिएन, निजी क्षेत्रलाई प्रोत्साहन गरेन, यसलाई प्रोत्साहन गर्नुपर्छ, यसले वातावरण मैत्री छ यो भन्ने ढङ्गले आवाज उठाउँदा पनि किन यो खासै सरकारले यसमा चाहिँ अनिच्छा देखाएको, इच्छा जाहेर नगरेको हो अथवा कतिको छ सम्भावना इभी गाडीको? मैले यसमा चाहिँ मैले अध्ययन गरेर हेरेको छु। अध्ययन गरेर हेर्दाखेरि के छ भने नेपालमा अहिलेसम्म हामीले इन्धनबाट चलेका गाडीबाट धेरै पटक हामीले चाहिँ विभिन्न गुनासो, यात्रुको गुनासो जस्तो प्रदूषणको कुरा आयो, क्वालिटीको इन्धन आएन त्यसले पनि प्रदूषण गरायो, खराब गाडी हुँबाट इन्डियाबाट खुला बोर्डरको कारणले इन्डियन गाडी इन्डियाबाट खुला बोर्डरको कारणले ती इन्डियन गाडीहरू आए
त्यहाँबाट नै प्रदूषण बढ्यो र चाहिँ यहाँ गतिलो वर्कसपको परिस्थिति नेपाल सरकारले निर्माण गरेका छैन, निजी क्षेत्र पनि जान सकेका छैन, त्यसले पनि प्रदूषण बढ्यो। यी सबैलाई कन्ट्रोल गर्नको लागि र अहिलेसम्म हामीले दुःख पाएको चाहिँ इन्धनको मूल्य वृद्धिमा पटक पटक दुःख पाएको, भारतले एकाधिकार गरेर मूल्य कायम गरेर पठाउँछ, त्यसको विरोधमा हामीले नेपालमा जनमुखी जनताको यातायातको चाहिँ इभी गाडी, इलेक्ट्रिक गाडीहरू चाहिँ नेपालमा सञ्चालन गर्नुपर्छ भनेर हामीले धेरै अगाडिदेखि नेपाल सरकारलाई अनुरोध गऱ्यौँ। र तर नेपाल अहिले चाहिँ मित्र राष्ट्र चीन सरकारबाट चीनमा निर्मित सवारी साधनहरू अहिले नेपालमा आएका छन् र त्यहाँ पनि विभिन्न प्रकारका सवारी साधन आएका छन्। राम्रो गुणस्तरको स्थापित भएको कम्पनीबाट निर्माण भएको, नेपालमा वर्कसपमा राम्रो सहयोग गर्न सक्ने, त्यसको चाहिँ बिग्रेका पार्ट्सहरू अथवा त्यो चाहिँ कुनै ब्याट्री लगायतका कुराहरू बिग्रियो भने तत्काल रिप्लेस हुन सक्ने यस्तो किसिमको उच्च क्वालिटीको कम्पनीको गाडी नेपालमा आयात गरेर गाडी नेपालमा ल्याएर सञ्चालन गर्नुपर्ने ठाउँमा फुटपाथमा बनेका गाडीहरू सस्तोको बहानामा केही कम्पनीहरूले त्यस्ता गाडी ल्याएर नेपालको इभी गाडीको बदनामी गर्न खोज्दैछन् र नेपालीको इभी गाडीको बदनामी गर्ने नेपाली पुँजीको पनि बदमासी हुने। नेपाल सरकारले कुन गाडी राम्रो कस्तो ल्याउनु पाउनुपर्छ भन्ने नीति बनाउनु पर्ने र ल्याइसकेका गाडीलाई चलाउन नदिने नीति बनाउनु भयङ्कर गलत काम गरेको छ र सरकारले यो कुन रोक्ने कुन नरोक्ने भन्ने बारेमा अहिलेसम्म त्यो पोलिसी बनाएको छैन र यसलाई हतोत्साहित गराएर इन्डियन गाडी र इन्धनका गाडीलाई नै प्रोत्साहन दिने, इन्धन गाडीलाई नदिने, नीतिमा इलेक्ट्रिक गाडी चलाउन दिने भन्ने तर व्यवहारमा नगर्ने यस्तो प्रकारको दोइल नीति सरकारको भएको हुनाले नेपालको लागि नेपाली बिजुलीबाट चल्ने इन्धन गाडी के अरे विद्युतीय गाडी, ती विद्युतीय गाडीहरू चाहिँ इलेक्ट्रिक गाडी विद्युतीय गाडीहरू चाहिँ बढी प्रोत्साहन गर्नुपर्छ र अहिले जुन जनताले चुर्चाएका छन् त्यसलाई सरकारले कन्टिन्यू सुविधा दिएर सम्पन्न गराएर व्यवस्थित परिचालन गर्यो भने हाम्रो बिजुली पनि राम्रो खपत हुने, देशकै राष्ट्रिय उद्योग बिजुली पनि खपत हुने, जनताको स्वास्थ्यमा पनि असर नपर्ने, प्रदूषण रहित र जनमुखी नेपालको यातायातलाई व्यवस्थित गर्न नेपाल सरकारले तत्काल कडा स्टेप चालोस् र आगामी बजेट 2082-83 को बजेटमा नेपाल सरकारले चाहिँ यो इन्धन गाडीलाई व्यवस्थित रूपमा चाहिँ विशेष छुट सुविधा दिएर कर भन्सारमा विशेष छुट दिएर जनताको हितमा जनमुखी यातायात जनमुखी इभी गाडी विद्युतीय गाडी परिचालन गर्नको लागि राम्रो नीति बनाओस् भन्ने म सुझाव राख्दै यो काम तत्काल सरकारले गरोस् र खराब गाडी प्रदूषित गाडी अहिलेदेखि नै नियन्त्रण गर्ने काममा सरकार लागोस् भन्ने म सुझाव गर्न चाहन्छु। जस्तो इभी गाडीको विषयमा पछि तपाईँले पनि अलिकति के कोट्याउनु भयो, जस्तो यो बजारमा के हल्ला छ भन्दाखेरि यो छिटै बिग्रेपछि यसको सामानै बन्दैन अथवा सामानै पाइँदैन, यसको पार्ट्सहरू नै पाउँदैन, नेपालमा त्यो एभाइलेबल छैन त्यस पार्ट्सहरू भन्ने किसिमको क्वालिटी राम्रो छैन भन्ने किसिमको पनि हल्ला गर्छन्। के हो खासमा? यस्तो छ, अब अहिले चाहिँ भारतबाट पनि इभी गाडी आउन थालेको छ, चाइनाबाट पनि आउन थालेको छ, अन्य मुलुक जापानबाट पनि आउन थालेको छ इभी गाडीहरू। अब एउटा कारको रूपमा, ट्याक्सीको रूपमा, मिनी बसको रूपमा, चाहिँ बसको रूपमा, अब यो यस्तो किसिमको चाहिँ जुन माइक्रो बसको रूपमा जुन गाडीहरू आएका छन् त्यसमध्ये राम्रो ती गाडी आएका गाडीहरूमध्ये राम्रो क्वालिटीका गाडीहरू, धेरै राम्रा गाडीहरू आएका छन् र त्यसमध्ये केही नराम्रा गाडीहरू चाहिँ बिचमा सडकमा बनाएका गाडीहरू त्यस्तो चाहिँ सस्तोमा लिएर आएर र कम्पनी खारेज भएका तर नेपालमा ल्याएर नेपाली जनतालाई झुक्याएर बेच्ने जस्तो चौधरी ग्रुपले अहिले चाइनामा कम्पनी बन्द भइसक्यो, ती गाडी चाहिँ कुटमोलाई गरेर त्यो चाहिँ त्यस्ता गाडी ल्याएर बिक्री गर्ने चाहिँ अहिले यहाँ जुन जनतालाई फसाउने काम गरिरहेको छ, नेपाल सरकारलाई यो सूचना हामीले गरेपछि चाहिँ अहिले रोकिरहेको छ र सरकारले यस्तो गलत अवैधानिक भनी हैन, अवैधानिक बन्द भइसक्यो कम्पनी यहाँ चलाउनु भनेको त अवैधानिक, यस्तो अवैधानिक काममा सरकारले निगरानी गरोस्, राम्रा कम्पनी र राम्रा गाडीहरूको लागि प्रोत्साहन गरोस् भन्ने हामी चाहन्छौँ। जस्तो अहिले नेपालका हरेक क्षेत्रमा चाहिँ चाहे राजनीति होस्, चाहे चाहिँ तपाईँको चाहिँ व्यवसाय हो, चाहे कुनै व्यापार बिजनेस हो, त्यहाँ चाहिँ भारतको चासो भएको देखिन्छ नेपालमा। पछिल्लो समय यो इभी गाडीमा पनि भारतीय चासो चाहिँ खुब मजाले देखिन्छ। किन भन्दाखेरि यो चाइनिज इभी गाडी चाहिँ नेपालमा आयो भने उनीहरूको पेट्रोल पनि खपत नहुने, उनीहरूका ती इन्धनबाट चल्ने गाडीहरू पनि खपत नहुने स्थिति बनिसकेपछि उसले चाहिँ एक किसिमको नेगेटिभ प्रभाव हुने खालका चाहिँ गतिविधिहरू नेपालमा गरिरहेको देखिन्छ। तपाईँलाई चाहिँ के छ यो विषयमा जानकारी छ कि छैन, अथवा कस्तो प्रभाव बढाउँछ त नेपालमा इभी गाडीको विषयमा भारत? अब यो नेपालको सार्वजनिक यातायातमा भारतको ठुलो भूमिका छ। भारतले पहिलेदेखि नै चाहिँ एकलौटी मार्केट
एकतर्फी मार्केट नेपाललाई बनाइरहेको थियो र अब त्यो बनाइरहेको स्थितिमा धेरै प्रकारका वैगुणहरू दुर्गुणहरू धेरै छन्। सरकारलाई हामीले धेरै पटक भन्यौँ, त्यो सुनेन। अब विकल्पको रूपमा मित्र राष्ट्र चीनबाट आएका इभी गाडीहरू छन्। यी इभी गाडीहरूलाई यी परिचालित गरेर अगाडि बढ्नको लागि चाहिँ अहिले सुवर्ण अवसर मिलेको छ। नराम्रा गाडी, नराम्रा क्वालिटीका गाडीहरू, मर्मत हुन नसक्ने गाडीहरू, ब्याट्री चाँडो बिग्रने, ब्याट्री आगो लाग्ने, त्यस्ता किसिमका गाडीहरूको निम्न स्तरका गाडीहरूलाई नियन्त्रण गरेर राम्रो स्तरका गाडीहरूलाई प्रोत्साहन दिएर व्यवस्थित रूपमा गर्नुपर्छ र कानुनी संरक्षण सरकारले गर्नै पर्छ। त्यसो गर्यो भने चाहिँ हाम्रो प्रदूषणको समस्या समाधान भयो, चाहिँ राष्ट्रिय उद्योगको फस्टाउन आयो, जनमुखी भयो र आम जनताले मन पराएको कुरा चाहिँ प्रोत्साहित भएर अगाडि बढ्छ। विगत लामो समयदेखि तपाईँका अनुभव थुप्रै छन् यो यातायात क्षेत्रमा। तपाईँले आफ्ना अनुभवहरू राम्रोसँग बटुल्नु भएको छ। देश विदेश थुप्रै देशहरू घुमेर पनि त्यसको चाहिँ अनुभव तपाईँले चाहिँ गरेर आइरहनु भएको छ। विदेशको यातायात कस्तो छ, अथवा जापान, अस्ट्रेलिया, अमेरिका सबै ठाउँ तपाईँ पुगेर चाहिँ त्यहाँको कस्तो छ त गतिविधि यातायातको भन्ने तपाईँले हेरेर अवलोकन गरेर आउनु भएको छ। अब त्यो अनुभव तपाईँको सरकारले, अहिलेको नेपाल सरकार छ नि, नेपाल सरकारलाई आवश्यक पर्यो भने तपाईँले त्यो सेयर गर्नुहुन्छ तपाईँका अनुभवहरू सरकारलाई? यसो छ, कुनै पनि कुरा शिक्षा र राम्रो कुरा चाहिँ हामीले सेयर गर्ने हाम्रो चलनै हो र चाहिँ बिजनेसमा त्यस्तो गर्दैनन् मान्छेहरूले। जानेको कुरा चाहिँ जथाभावी चाहिँ दिँदैनन्। तर मलाई त के लाग्छ भने जनमुखी नेपालको यातायातमा अत्यन्त महत्त्वपूर्ण विषय सार्वजनिक यातायात भएको हुनाले र मैले जुन रूपमा विभिन्न मुलुकको 8-10 मुलुकको चाहिँ मैले अध्ययन गरेको छु र भर्खरै चाहिँ अस्ट्रेलियाको अध्ययन गरेँ, जापान अमेरिकाको पनि पहिला मैले गरिसकेको छु, चाइनाको पनि गरेको छु, भारतको पनि गरेँ। यो सबैलाई मिलाएर मैले चाहिँ राम्रो योजना सरकारलाई बनाएर दिन पनि तयार छु र एउटा बनिसकेको योजना छ। सरकारले राम्रो कुराको लागि कहिल्यै पनि खोजी नै गरेन र हामी जस्ता योग्य आफैलाई भन्दाखेरि त कुरा हुन्छ। तर नेपालको यातायात क्षेत्रमा हाम्रो योगदान अत्यन्त ठुलो छ र सरकारले योग्य मान्छे, राम्रो मान्छे, जानेको मान्छे, बुझेको मान्छे र केही गर्छ भन्ने मान्छेहरूलाई खोजी नगरिकन चाहिँ एक प्रकारको चाहिँ अत्यन्त नितान्त नातागोतामा चाहिँ कमिटी बनाउने, नातागोतामा सुझाव समिति बनाउने, आर्थिक प्रलोभन पर सुझाव समिति बनाउने, त्यस्ता किसिमका गलत सुझावहरू लिने, यस्तो किसिमको गलत बाटोबाट हिँडेको हुनाले त्यस्तो गलत बाटो सरकारले छोडेर योग्य जाने बुझेका मान्छेहरूलाई सरकारले खोजी गरेर ल यो यातायात सुधार गर्न पर्यो भनेर नेपाल सरकारले भन्यो भने म उचित रूपमा नेपाल सरकारलाई एकदम बिना शुल्क म सहयोग गर्न र नीति निर्माणमा र यातायात नेपालको समग्र यातायात विकासको लागि र चाहिँ आम जनताको र मजदुरको हकितको लागि राम्रो सुझाव दिन तयार छु। र जुन कुरा मैले जति अनुभव गरेको छु त्यो नेपाल सरकारको पनि सम्पत्ति हो, नेपाल सरकारले त्यो लिन सक्नु पर्यो र हामी त्यसको लागि तयारै छौँ। हस्, समय दिनुभयो, समय र समयको लागि धेरै धेरै धन्यवाद। धन्यवाद।